फार्मको कुरा अहिले चाहिँ यहाँ बाँसगाँसले गर्छन्। अहिले चाहिँ यहाँ खै पहिला अस्तिमा के अरे 130 कि कतिवटा लग्यो। मच्याटो खोलेर बस्नुपर्छ। यसरी के अरे यहाँ पानी हावा जाओस् भनेर म चाहिँ यहीँ ट्याक्क लगाएर बसिरहेको छु। यसरी बसिरहेको छु गाइज, ट्याक्क लगाएर होइन। अनि गाइज यहाँ चाहिँ डनहरू छ, को डनहरू छ यहाँ। काटी फिलेउ यस्तो दामी कलरमा एभाइलेबल छ, हेर्नु सक्नु रहेछ। किन्ने भए आउनुहोस्। र यो भाले पनि बाँच्छ। यो चाहिँ डन खुङ्खाहरू त झन् उताको डन बाँच्ने भर्खरको हो। तर ऊ त्यो ठुङ्गे नि भर्खर त्यसले बाँसे हो। अनि यो काटी फिल्यो अर्को कति छ गाइस कुखुरा त। पोथीहरू पनि राम्रो छ। त्यत्रो साइजमा छ। त्यत्रो भन्दा चाहिँ म्याक्स साइज हुँदैन उनीहरूको त साइज हो। त्यत्रो भन्दा चाहिँ म्याक्स साइज हुँदैन पोथीको चाहिँ। खत्रै पोथी सिउर पनि आइसकेको छ। अहिले चाहिँ सिउर देख्ने अलि राम्रोसँग हुने आउँछ अब 4 महिना। मम्मी 4 आज कति दिन भयो रे यिनीहरू? 4 महिना कति दिन? 4 महिना जति भइसक्यो। बाबाले त जा भन्नुभयो। अनि उठ्नु भयो, गाह्रो भइसक्यो कि। ल गाइस आजले यति।